नमस्ते, म वेदनिधि खनाल र रिलायन्स कलेजमा म ब्याचलर मास्टर प्रोग्राम कोअर्डिनेटरको रूपमा कार्यरत छु। म रिलायन्स कलेजमा आबद्ध भएको चाहिँ 17 वर्ष भयो र अब यहाँ ब्याचलर र मास्टरको कुरा गर्नुपर्दा टेक्निकल र नन टेक्निकल प्रोग्रामहरूलाई हामीले छुट्याएका छौँ। नन टेक्निकलमा चाहिँ म्यानेजमेन्ट एन्ड सोसल साइन्स अन्तर्गत हाम्रो बिबिए, बिबिएस, बिए बिएसडब्ल्यू, एमबिएस र एमबिए कार्यक्रम सञ्चालित छन् भने टेक्निकल कार्यक्रम अन्तर्गत बिसिए र बिएससी सिएसआइटी कार्यक्रम सञ्चालित छन् र म चाहिँ विशेष गरी म्यानेजमेन्ट र सोसल साइन्स अन्तर्गतका प्रोग्रामहरू एज अ कोअर्डिनेटर हेरिरहेको छु। +2 पास गरेका विद्यार्थीहरूले म्यानेजमेन्ट फिल्डमा आफ्नो करियर बनाउने इच्छा राख्नु भएको छ भने पक्कै पनि बिबिएस र बिबिए मध्ये एउटा कोर्स उहाँहरूले सेलेक्ट गर्न सक्नुहुन्छ र त्यसमा पनि विशेष गरी म आफ्नै काम गर्छु अथवा नेपालमै बसेर म काम गर्दै कमाउँदै गर्छु भन्ने सोच भएका विद्यार्थीहरूले विशेष गरी बिबिएस अथवा बिबिए कोर्स पर्स्यु गर्न सक्नुहुन्छ र त्यसमा पनि रिलायन्स कलेजमा हामीले अलिकति विद्यार्थीहरूलाई चाहिँ जब ओरिएन्टेड क्लासहरू पनि सञ्चालन गर्छौँ र त्यसमा इसिए, सिसिए, नन क्रेडिट कोर्सको माध्यमबाट विद्यार्थीहरूको चाहिँ प्र्याक्टिकल स्किललाई चाहिँ इन्हान्स गर्ने काम रिलायन्स कलेजभित्र हुन्छ। यसरी हामीले विद्यार्थीहरूलाई उनीहरूको टेक केयर गरिरहेछौँ। प्र्याक्टिकल स्किलको कुरा गर्नुपर्दा विशेष गरिकन अब एकाडेमिक एक्सेलेन्स चाहिँ रिलायन्स कलेजको एउटा मुख्य प्रिन्सिपल नै हो। त्यसका अतिरिक्त विद्यार्थीहरूले प्र्याक्टिकल नलेज पनि गेन गर्नुपर्छ भन्ने कुरालाई अगाडि बढाउनको लागि हामीले विद्यार्थीहरूलाई नन क्रेडिट कोर्स सञ्चालन गर्छौँ। त्यस्तै गरी सिसिए एक्टिभिटिज गर्छौँ, इसिए एक्टिभिटिज गर्छौँ। त्यस्तै गरेर प्रोजेक्ट वर्क, सेमिनार, वर्कसप, प्रेजेन्टेसन स्किल, इन्डस्ट्री भिजिट यस्ता एक्टिभिटीहरू मार्फत विद्यार्थीहरूको चाहिँ प्र्याक्टिकल स्किललाई हामीले बढावा दिने काम गर्छौँ, जसले गर्दा भोलिका दिनमा उहाँहरूलाई जब मार्केटमा इन्ट्री गर्न पनि सजिलो हुन्छ। हिजो आजका विद्यार्थीहरू अलिकति आइटी कोर्सतिर चाहिँ अलिक बढी कन्सन्ट्रेट भएको, अलि त्यतातिर चाहिँ अट्र्याक्सन बढी भएको जस्तो हामी देख्छौँ। तर कुनै पनि एउटा आइटी कम्पनी खोल्नलाई पनि त्यहाँ चाहिँ एउटा जेनरल म्यानेजमेन्ट सञ्चालन गर्नको लागि, जेनरल म्यानेजमेन्ट चलाउनको लागि पक्कै पनि म्यानेजमेन्ट फिल्डबाट पढेर आएको विद्यार्थीले नै त्यहाँ अवसर पाउने हो। त्यसैले जस्तोसुकै आइटीका प्रोग्रामहरूमा पनि, जस्तोसुकै आइटी कम्पनी खोल्दा पनि, जुनसुकै बिजनेस खोल्दा पनि त्यहाँ पक्कै पनि म्यानेजमेन्ट फिल्डको चाहिँ एउटा एक्सपर्टिजको आवश्यकता पर्छ। त्यसैले यदि कसैलाई कन्फ्युजन छ भने आइटीमा चाहिँ धेरै स्कोप हुने र अरू चाहिँ म्यानेजमेन्ट फिल्डका सब्जेक्टहरू पढ्दाखेरि चाहिँ स्कोप अलिक कम हुने भन्ने भावना हो भने त्यो बिल्कुल सही होइन। म्यानेजमेन्टले नै आइटी कम्पनीहरू पनि म्यानेज गर्ने हो। त्यसैले अझै पनि म्यानेजमेन्ट फिल्डको पढाइको स्कोप अझै राम्रो छ। अहिलेको चाहिँ ट्रेन्डको कुरा गर्ने हो भने ब्याचलर पछि सबभन्दा पहिलो कुरा त +2 पछि नै बाहिर जाने ट्रेन्ड हामी देख्छौँ। त्यस पछाडि ब्याचलर पछि पनि बाहिर जाने ट्रेन्ड देख्छौँ। तर अब मेरो बुझाइ, मेरो यति वर्षको अनुभवले अहिले म यो शिक्षा क्षेत्रमा लागेको समग्रमा 35 वर्ष पार भइसकेको छ र यो 35 वर्षको मेरो अनुभवले के भन्छ भने +2 र ब्याचलर पछि भन्दा पनि विद्यार्थीहरूले चाहिँ त्यतिमा आफ्नो घरको बुवा मम्मीको साथमा बसेर ब्याचलर र मास्टर कम्प्लिट गर्नुभयो भने उहाँहरूलाई विदेशमा पनि त्यो धेरै किसिमका सङ्घर्षहरू गर्नु पर्दैन। अलिकति सहज किसिमले उहाँहरूले आफ्नो करियरलाई अगाडि बढाउन सक्नुहुन्छ भन्ने मेरो अहिलेसम्मको चाहिँ एउटा अनुभवले यो कुरा बताउँछ। अब नेपालमा बसेर म केही गर्छु, पढ्दै कमाउँदै गर्छु, आफ्नो परिवारको साथमा बस्छु र परिवारलाई पनि सपोर्ट गर्छु भन्ने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ नेपालमै बसेर पढ्दाखेरि उहाँहरूको भविष्य सुनिश्चित हुनसक्छ र त्यसमा पनि रिलायन्स कलेजले चाहिँ ब्याचलरका प्रोग्रामहरूमा चाहिँ एडमिसन ओपन गरिसकेको छ र तपाईँहरू नेपालमा बिएससी, सिएसआइटी, बिसिए, बिबिए, बिबिएस, बिए बिएसडब्ल्यू पढ्न चाहनुहुन्छ भने आगामी शैक्षिक यात्राको लागि तपाईँहरू रिलायन्स कलेज र रिलायन्स इन्टरनेसनल कलेज भिजिट गर्नुहोस् र तपाईँहरूलाई त्यहाँ हामीले पक्कै पनि प्रपर गाइडेन्स दिनेछौँ। यही नै मेरो सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आग्रह छ।